यसपालि पानी धेरै परेर बर्सातको कारणले गर्दा रायो सार्न ढिला भयो। त्यही भएर भक्कर बेर्न तयार भएर चाहिँ यति एरिया चाहिँ रायो र अकबरे सार्यो। अझै बाँकी छ। यो पुरै आधा एरिया चाहिँ ड्याङ बनाउनु पर्ने बाँकी, रायो र अकबरे सार्नै पर्ने बाँकी छ। खन्नै सिद्धिया छैन, सार्दै आइरहेछ। अब सानो सानो बिरुवा पनि एकदम सानो सानो छ। त्यही भएर सार्ने बेलामा त ठिकै ठिकै देख्छ, सारिसके घामले भेटेपछि त लरक लुरुक एकदम देख्दै नदेख्ने भएको छ। ल यतिर पनि अहिले केही समयलाई यस्तै होला। हस् त साथीहरू, तपाईँहरू पनि रायो सार्नुहोस् है, तरकारी खानुपर्छ। जापानिज मार्फत रायो।